त्यो झलै मासु सुटिङ गर्दै आउनुहुन्छ फेरि झारमा ढलन त मिलेन त्यसो चाहिँ फेरि त्यो झार नबनाउँदा फेरि ढलन गरिहाल्न मिल्ने अवस्था ल्याउन सकिन्छ सकिने होला कुनै बजेट पायो भने मिलिहाल्छ बजेट कुरै भयो इच्छा त सबै आज नै यो वर्षै स्थितिमा इच्छा छ तर फेरि राज्य पनि गरिबै छ क्या त्यो गरिब भएको कारणले चाहिँ हामी यो 15 लाखसम्मलाई चाहिँ हामीले आफै काम गर्नुपर्ने हो 30 लाखकै काममा पनि टेन्डर बनाउने बोरै सोली गर्ने ढलन गरिहाल्ने कि त्यही गर्ने त्यो काम चाहिँ हामी त्यही कम्प्लिट गर्ने क्या होइन कामले सिद्ध जाने र यो चाहिँ कृषि सभाको लागि यो चाहिँ काउलीको लागि पनि त के जस्तै अब तत्काल चाहिँ काउलीको समस्याहरू छ भने हामी अब हिउँदी वर्षमा चाहिँ बजेटमा केही पैसा जुटाउन पनि सकिन्छ अब पुस माघमा चाहिँ बजेट जुटाउने ठाउँ पनि छ क्या त्यसको टेक्निकल चाहिँ समस्या नै छ एकदमै चाहिँ आफै छ भने त्यहाँ बजेट मिलाएर मिलाउन सकिन्छ र अलिकति यो स्यामदानीमा चाहिँ अलिक गाह्रो त गाह्रो छ हामीले देखेको त्यहाँ चाहिँ नभए चाहिँ 1 घन्टा 2 घन्टा जोड मिलाएर नै गराउनु लाउँदा बाटो चाहिँ अलिक क्लियर हुन्छ होला होइन त्यो घरमा र सबैलाई धन्यवाद एकदम खुसी लाग्यो सबै उपस्थित भयो मलाई एकदम चाहिँ आज चाहिँ यति सबै स्टेमिनेसमा भेट्न पाएँ सबै साथीभाइहरूसँग भेट्न पाएँ एकदम खुसी लाग्यो धन्यवाद